के तपाईलाई थाहा छ तपाईको मोबाइल बैंकिङमा रहेको कनेक्ट आइपीएस को प्रयोग गरी 0 देखि 500 सम्म फोन ट्रान्सफर गर्दाखेरि कुनै पनि चार्ज लाग्दैन र 500 देखि 5000 सम्म फोन ट्रान्सफर गर्दाखेरि मात्र 4 रुपैयाँ लाग्छ र 5000 देखि माथि जतिसुकै रकम फोन ट्रान्सफर गर्दाखेरि मात्र 8 रुपैयाँ लाग्दछ। अब तपाईले आफै फरक छुट्याउन सक्नुहुन्छ कि एउटा बैंकदेखि अर्को बैंकसँग फोन ट्रान्सफर गर्दा र कनेक्ट आइपीएस प्रयोग गरेर फोन ट्रान्सफर गर्दाखेरि के कति चार्ज लाग्ने रहेछ। त्यस कारणले गर्दाखेरि कनेक्ट आइपीएस को प्रयोग गरेर फोन ट्रान्सफर गर्ने गरौँ, जसमा तपाईले कम चार्जमा चाहिँ फोन ट्रान्सफर गर्न सक्नुहुन्छ। तपाईहरुलाई कनेक्ट आइपीएस बाट फोन ट्रान्सफर गर्नको लागि कनेक्ट आइपीएस रेजिस्ट्रेसन गरेको हुनुपर्छ भन्ने जिज्ञासा लागेको होला। त्यसको लागि कुनै पनि रेजिस्ट्रेसन गर्नु पर्दैन। तपाईले जस्ट आफ्नो मोबाइलमा भएको कुनै पनि मोबाइल बैंकिङमा जानु होला र त्यहाँ गइसकेपछि आफ्नो एकाउन्ट खोल्नु होला। एकाउन्ट खोल्ने बित्तिकै यहाँ रहेको फोन ट्रान्सफरमा जानु होला। फोन ट्रान्सफरमा जाने बित्तिकै अदर बैंक युजिङ कनेक्ट आइपीएस भन्ने अप्सनमा क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि त्यहाँ दिएको सम्पूर्ण डाटाहरुमा फुलफिल गर्ने बित्तिकै फोन ट्रान्सफर गर्न सक्नुहुन्छ।